यो हाम्रो घर र यो दिदीहरूको घर चाहिँ कुनै केही भित्र पनि बाहिर पनि केही डिफ्रेन्स छैन कि भित्र बाहिर एउटै हो कि सबै म चाहिँ यहाँ बारीमा आइसक्यो होला यो मूल हाल्नुपर्ने हुन्छ है यो इट्टा ओसार्दैछन् यहाँ चाहिँ अब गिटी ल्याएर हाल्नुपर्ने हुन्छ कि बर्खा लगाइसक्यो नि त होइन कुरै चाहिँ भित्र चाहिँ पुरै सबै भ्याइसकेको छ कि यहाँ चाहिँ सिडी चाहिँ यस्तो टक्क यहाँबाट चाहिँ बाहिर निक्लिन्छ है यो हाम्रो यो च्यानल केटा यता दिदीहरूको चाहिँ यतापट्टि साइडमा कि यति मात्र डिफ्रेन्ट हो नत्र दुईवटा भैँसी र एउटा पाडा त छ यो पाडा होइन पहाडी जम्मा जम्मी गरेर टोटल 3टा हुन्छ सो हेलो एन्ड नमस्ते सबैजना आरामै हुनुहुन्छ होला म एकदमै आराम छु सो अनि आजको न्यू डे न्यू भ्लगमा हजुरलाई स्वागत छ होइन अनि मैले चाहिँ आज ठ्याक्क 7 दिनको दिन भ्लग गरेको छु कि होइन सो किन 7 दिनको दिन भ्लग गरेको छु भने हेर्नु नि यस्तै बर्खा लगाइसक्यो नि त होइन कुरै चाहिँ यस्तो त्यही भएर चाहिँ बारीमा भन्न आएछ बारीमा मकैमा मल हाल्ने अनि के गर्ने गरेर चाहिँ भ्लग लाउन पाएन क्या अब अन्त त के कस्तो भएको थाहा छैन होइन अनि तपाईँहरूतिर कस्तो छ त्यो थाहा छैन तर हाम्रो यता पाहाडतिर चाहिँ बल्ल मल हाल्ने बेला भएको छ कि मकैमा त्यही भएर चाहिँ मैले भ्लग ल्याउने पाएन काम गर्दा अनि आज पनि त्यही मलै हाल्न हिँडेको छु कि म बारीमा हेर्न सक्नुहुन्छ पानी पऱ्यो नि चाहिँ पानी परेपछि मल भिज्छ नि त बारीमा हालेको छैन त्यही भएर चाहिँ आज मल हाल्न हिँड्दैछु म है देख्नु सक्नुहुन्छ पानी पर्दैन यहाँ मैले पानी कहाँ आज नै हिँडालेको छु होइन छाता त मिल्दैन अब पानी त्यो मकैभित्र पस्न मिल्दैन नि त त्यही भएर चाहिँ पानी कहाँ हिँडालेको छु अनि त्यही नै हो आजको भिडियो के कस्तो हुन्छ थाहा छैन लास्टसम्म हेरिदिनु होला अनि आज चाहिँ म मलै हाल्न जानेवाला छु कन्टेन्ट नै छैन होइन त्यही भएर चाहिँ मकै हालेको भिडियो पनि के ल्याउने भने चाहिँ मैले ल्याएको थिइनँ सो अनि आज चाहिँ ल्याइदिएँ के कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु है त सो है म चाहिँ यहाँ बारीमा नि आइसकेँ अब तपाईँलाई यो मल हाल्नुपर्ने हुन्छ है यो सानो बाटा लिएर हाल्नुपर्ने हुन्छ यहाँ अर्को बाल्टी छ अनि त्यहाँ अर्को बाल्टी छ यो सानो बाटा लिएर हाल्नुपर्ने हुन्छ मैले चाहिँ क्यामरा समात्ने अब मान्छे होइन होइन त्यही भएर यत्तिकै हाल्नुपर्ने हुन्छ अब मलाई यस्तरी हाल्नुपर्ने हुन्छ हाल्नुपर्ने हुन्छ क्या क्यामरा समात्ने मान्छे होइन त्यही भएर चाहिँ भिडियो खोइ गराउँछु गराएको नि थाहा छैन है त अस्तिबाट हाल्दा यस्तो घाँटी हात पासेर पुरै कालो भएको छ कि फेरि पनि पास्ने भएन अहिले त झन् आज त झन् भर पानी परेको झन् बिजाउने भयो दह्रो यस्तो मकैको यो बुटामा ऊ होला अब दह्रो बिजाउने भयो कि च्याउ लाम्बाउले पनि लागेन आज यस्तो टुटे लाग्छ हाफ लाखो बिजाउने भयो दह्रो आज यस्तो घाँटी पासेर कस्तो भएको क्या सो गाइज म चाहिँ सबै मल पनि हालेर सकिसकेँ सो यो चाहिँ अब लास्ट बारी मलको यी सबै दिन सक्नुहुन्छ यस्तो हाल्नुपर्छ यस्तो म चाहिँ राम्रोसँग भिडियो गर्न पाएको छैन किनभने क्यामरा समात्ने मान्छे नि पानीले पाइन्छ मलमा मलमा पानी भन्न आएको छ मकैमा पानी पाइन्छ त्यही भएर चाहिँ भिडियो बनाउनु पाएको छैन सो हजुरलाई देखाउनु भनेर मात्र यहाँ एउटा हातले मल उचाल्ने एउटै हातले पानी गरिरहेको छु होइन त्यही हो आजबाट चाहिँ सबै बारीमा मकै हालेर पनि सकेँ होइन म चाहिँ अहिले कति एउटा दुईवटा तिनवटा चारवटा बारीमा हालिसकेँ होइन योसँग 5वटा हुन्छ माथि मम्मीले हाल्दै हुनुहुन्छ त्योसँग 6वटा हुन्छ 7-8वटा आज 8वटा हालेर भ्याइयो त्यसपछि मकै हाल्छ त्यसपछि मल हालेर चाहिँ सबै सकिन्छ कि आजदेखि मल हालेर सबै सकिन्छ यस्तो हाल्नुपर्छ यस्तो त्यही नै हो हालेर भ्याएपछि भेट्नुपर्ने हुन्छ यस्तो सो गाइज म चाहिँ घर आएर पनि रेस्ट गरेर पनि सो अहिले चाहिँ म बाख्रामा आएको छु होइन गोठालो भनौँ न अब बाख्रा चाहिँ यता छैन यता छोडिदिएको छु यता तलतिर देख्न सक्नुहुन्छ अहिले चाहिँ यस्तो घाम चढेको छ कि अहिले चाहिँ दिउँसो भइसकेको छ एकदम घाम चढेको छ मैले चाहिँ भ्लगै ल्याउनै पाएको छैन कि कामले गर्दाखेरि छुट्या एकैचोटि 2-3 घन्टा पछि मात्र भइरहेको छैन त्यति बेर भन्न आएको छ धेरै बेर गर्नै पाएको छैन त्यस्तै नै भइरहेको छ है अनि त्यही यो म चाहिँ बाख्रा तलतिर पनि छोडिदिनु सक्यो होइन सो अब तलतिर आउँछ अनि यता चाहिँ हाम्रो दिदीहरूको घर चाहिँ अब अपडेट हुँदैछ क्या बाख्रा चाहिँ मैले यतै घर मुनतिर छोडिदिएँ हो मैले हिजोको कन्टिन्यू गरेँ अनि हाम्रो चाहिँ यता अब यो घर अपडेट हुनेवाला छ यो दिदीहरूको घर होइन यो पनि अब यो पुरै भ्याइएपछि रिजल्ट कस्तो हुन्छ भन्ने म चाहिँ तपाईँलाई टक्कै देखाउँछु होइन हाम्रो घर चाहिँ यता भइसक्यो यो चाहिँ होइन है पल्लोपट्टिको छेकिँदो रहेछ कि
अन्त यो चाहिँ दिदीहरू घर भइसक्यो। अनि यता चाहिँ यिनीहरूले यहाँ यो इट्टा सिट्टाबाट हाल्दैछन् क्या। इट्टा होइन यो चाहिँ एमपी इट्टा। यहाँ चाहिँ इट्टा ओसार्दैछन्। यहाँ चाहिँ अब गिटी ल्याएर फाल्नुपर्ने हुन्छ कि त्यही भएर सट्ट त्यही भएर चाहिँ यहाँ खाली गर्नु भनेर चाहिँ यो इट्टा त्यहाँ माथि सार्दैछन् यिनीहरूले चाहिँ होइन। म चाहिँ आज बाख्रा मारा गरेको भनेर मात्र यहाँ नगरेको है होइन नत्र भने पर्छ होइन यो अनि यहाँभित्र चाहिँ कस्तो बनेको छ भनेर म तपाईँहरूलाई सबै देखाउँछु है। अनि यहाँ चाहिँ यो भित्र चाहिँ यस्तो छ है। भित्र चाहिँ यहाँ यस्तो चाहिँ देख्न सकिन्छ टक्क। भित्र चाहिँ पुरै सबै भ्याइसकेको छ कि यहाँ चाहिँ सिडी चाहिँ यस्तो टक्क यहाँबाट चाहिँ बाहिर निक्लिन्छ है। यस्तो भित्र चाहिँ पुरै भ्याइसकेको छ। अब यो बाहिर मात्र बाँकी छ। अनि यहाँ चाहिँ एउटा कोठा निक्लिन्छ कि होइन दिदी? यहाँ एउटा कोठा निक्लिन्छ। अनि त्यसपछि यता टोयलेट बाथरुम हुन्छ होला जहाँसम्म यता चाहिँ यस्तो खनी पनि सक्नु भएको छ है। यस्तो यहाँबाट सट्ट यता पानी जाने गरी यता नालीमा सट्ट पानी जाने गरी हुन्छ। ए तिमीले त ढुङ्गा नउचालो त्यत्रो ठुलो अग्लो। अनि त्यही नै हो। यो इट्टा चाहिँ खास गरी यहाँ ओसार्न किन परेको भने यहाँ चाहिँ त्यो इट्टाले गर्दा चाहिँ त्यहाँ त्यो गिटी बालुवा राख्न मिलेन क्या। त्यो इट्टा यहाँ राखेपछि त्यो इट्टा यहाँ राखेर त्यहाँ गिटी बालुवा राख्नुपर्छ भनेर चाहिँ त्यो यो यहाँ राखेको होइन। म चाहिँ फेरि यहाँबाट झर्छु कि। अनि त्यही नै हो। अनि यो घर बनाएर भ्याएपछि कस्तो हुन्छ भनेर यो सबै बनाएर भ्याएपछि कस्तो हुन्छ भनेर त्यो के अरे म रिजल्ट पनि हाल्नेछु होइन सकेपछि होइन। तर सकिन त कहिले थाहा होइन। तर यो सकेर भ्याएपछि म रिजल्ट सबै नै हाल्नेछु। त्यही हो है त। बाख्रा चाहिँ मैले तलतिर लाएर छोडिदिएर म उता गएँ कि होइन। बाख्रा चाहिँ हेर्नु नि यहाँ मोटरबाट निक्लेर उभिएर बसेको कि। बाख्रा चाहिँ धेरै छैन। यहाँ चाहिँ कति हाम्रो 10वटा थियो होला। अस्ति एउटा सानो बेचिदिएर चाहिँ बाख्रा चाहिँ 9वटा छ कि। बाख्रा अब धेरै पाल्नै सकिँदैन कि। अब 2टा भैँसी र एउटा पाडा त छ। यो पाडा होइन पहाडी जम्माजम्मी गरेर टोटल 3टा हुँदो रहेछ। धेरै पाल्न सकिँदैन। त्यही भएर चाहिँ बाख्रा पनि अब घटाउने सोचमा हो। अब बाख्रा घटाउनु पनि मारै हिँड्नुपर्छ कि बिहान बेलुकी नै कस्तो गाह्रो छ। त्यही भएर भ्लग बनाउनु पाउन कि मारा नहिँड्यो भने फेरि उता के काम गर्न जानुपर्छ। त्यही भएर खत्तम हुन्छ। त्यही भएर भ्लग लाउनै पाउँदैन क्या। त्यही पनि 7-8 दिनको दिन मैले भ्लग ल्याइरहेको छु होइन। कन्टिन्यू गर्नै पाएको होइन कि म लगातार ल्याउँछु भनेर सोचिरहेको छु। तर कन्टिन्यू गर्नै पाएको छैन कि पर जाउ भइरहेको छ। बाख्रा चाहिँ यहाँ माथि निक्लिसकेको छ यस्तै तेरिका नचरेर के हेरेर बसेछ। अनि बाख्रा चाहिँ हामीले बिहानमा चाहिँ टाढा नै लैजान्छौँ। वनमै छिराउँछौँ बाख्रा मारा होइन। बेलुकीमा चाहिँ यति घट्टीर छोडिदिन्छौँ कि। अब बेलुकीमा अब झ्याउ हुन्छ नि त होइन। त्यही भएर चाहिँ बिहानमा टाढै लैजान्छौँ वनमै छिराउँछौँ। बिहानमा चाहिँ यतै घट्टीर छोडिदिने कि। त्यही भएर चाहिँ बाख्रा चढ्दै चढेको छैन कि हेर्नु नि यस्तो भएर बसेछ कि। अब बिहानै बेलुकी अब वनमा पस्नु गर्नु त अलि झ्याउनै गाह्रो नै हुन्छ नि त होइन। त्यही भएर चाहिँ वनमा लोएन आज यतै घट्टीरै छोडिदिउँ मैले। सो है म चाहिँ त्यहाँ दिदीहरूको पनि इट्टा एकछिन ओसार्दिँदा चाहिँ भर्खर यहाँ बस्न आएको छैन। सो अनि अर्को कुरा चाहिँ होइन यो हाम्रो घर र यो दिदीहरूको घर चाहिँ कुनै केही भित्र पनि बाहिर पनि केही डिफ्रेन्स छैन कि। भित्र बाहिर एउटै हो कि। हेर्नु नै देख्न सक्नुहुन्छ ए यो होइन। यो भित्र बाहिर पाएर होइन। यो हाम्रो यो सटर मात्र हो। यो सटर मात्र हाम्रो 2टा के। सटर मात्र 2टा दिदीहरूको एउटा छ होइन। यो दिदीहरूको एउटा नत्र पनि सब सेम हो कि। यो भित्र यो लाइनको भित्र बत्ती पाएर यो बत्तीहरूको लाइनहरू पनि पुरै सेम छ क्या। अब हेर्नु नि यो बाहिरको यो घन्टी भयो। अनि यो यहाँ पनि दिदीहरूको बाहिर घन्टी छ होइन। भित्र पनि बल्ब राख्ने ठाउँ अनि यो बोर्डहरू यो प्लगहरू पनि पुरै सेम छ कि। सब एउटै हो कि। घर नै एउटै हो कि। घर नै एउटै स्टाइलको कि। यो हाम्रो यो च्यानल गेट यता दिदीहरूको चाहिँ यतापट्टि साइडमा कि। यति मात्र डिफ्रेन्ट हो। नत्र भने सब सेम हो कि। केही डिफ्रेन्स छैन। त्यही मात्र डिफ्रेन्ट हो। गेट र सटर मात्र डिफ्रेन्ट हो। नभए केही डिफ्रेन्ट छैन। अब फेरि पनि जान्छु होइन। म इट्टा ओसार्न होइन। फेरि पनि म अब इट्टा ओसार्न जान्छु होइन। यिनीहरूले चाहिँ ओसार्दैछन् कि यहाँ फेरि ओसारेपछि भेट्न पर्ने हुन्छ है त। सो हामीले चाहिँ यो इट्टा पनि यो पुरै यो उठाएर त्यहाँ माथि लोवर पनि भ्याइसक्यो होइन। सो देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ यो सबै यो टुक्रा रहेको मात्र हो कि।
हिजै भर्खर झारेको कि होइन यो इँटा आज भर्खर आज भर्खर भन्दा हिजो झार्दा झार्दा त्यो कम्तीमा नि 150वटा त फुटिसक्यो होला कि त्यही मात्र छोडेको छ यहाँ। अब बाँकी चाहिँ त्यहाँ माथि पुरा भइसक्यो। अब रात पनि पर्नु लागिसक्यो होइन। यति बेलासम्म भिडियोलाई लाइक गरिदिनु भएको छैन, यति बेलासम्म भिडियोलाई लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि त्यही नि यिनीहरूको काम चाहिँ यहाँ केही छैन कि यहाँ मजाले बस्यो कि मोजा टक्क इँटा मैले एक्लै ओसारेँ, आफूहरू मजाले बसेँ यहाँ। कम्तीमा नि 1000वटा त मैले एक्लै फालेँ होला, 1500 इँटामा 1000वटा मैले एक्लै फालेँ होला। त्यही नै भन्न चाहन्छु। तिम्रो तिनजनाले चाहिँ तिम्रो तिनजनाले 1500 फाल्यो होला, 1500 फाल्यो होला भन्नु आएको छ। 500 फाल्यो होला, मैले एक्लै 1000 फालेँ। म त हिजो पनि फालेको नि, फेरि हिजो नि कम्तीमा नि 150वटा जति त फाल्यो होला हिजो मैले। हिजो त्यति मात्र फालेको, त्यसपछि फालेको थिएन हिजो, त्यति मात्र फालेर छोडिदिएको। अनि आज चाहिँ सबै फालिसक्यो कि त्यही नै हो। सो गाइस आज चाहिँ नेक्स्ट डे होइन। अनि अहिले चाहिँ म हिँडेको बिहान हिँडेको छु बिहानै दुधको डेरी दुध लिएर होइन। अहिले चाहिँ दुध लगाएको क्या, दुध लगाएको पनि भयो लगभग 6-7 महिनै भयो होइन। सो अब भैँसी पनि दुध छोड्ने बेला हुन लागेको छ, कहिले बिराएर लान्छौँ। अनि हिजो यति पानी पऱ्यो कि हेर्नु नि बाटै खोलेर यस्तो बनाइदिएको छ कि यति धेरै पऱ्यो कि होइन। बाटो खोलेर यस्तो भिजो भएको छ कि मजा मुख पनि नदेखिन हिँडेको छ। यसो कस्तो देखिरहेको होला कि मुख पनि नदेखिन त्यतिकै उठेर हिँडेको। बेर पनि भच्चो। अब म सरासर जान्छु है, किनभने बाटो पनि लामै छ कि कम्तीमा 40-50 मिनट त लाउँछु कि एकदम लामै छ। कबिला भयो जस्तो। अब म सरासर जान्छु पहिला, त्यसपछि पछि भेट्न पर्ने हुन्छ नि त।